साथीहरू बैगुन जसलाई पनि मन पर्दैन तपाईहरूले यो स्टाइलले पकाएर खानुभयो भने यति टेस्टी हुने रहेछ। यो चाहिँ मैले बजारबाट लिएर आएको थिएँ दुईटा बैगुन भर्ताको लागि। अनि यसलाई पहिला मैले धोएपछि तेल लगाएँ अनि जहाँ पनि मैले काटेको थिएँ त्यहाँनिर चाहिँ बस्तीको लसुनलाई लगाएँ। तपाईँहरू चाहनुभयो भने यसमा हरियो खोर्सानी पनि लाउँदा हुन्छ। यो भर्ता चाहिँ मैले आफ्नै स्टाइलमा बनाएको छु साथीहरू है। र यसरी मैले बिचमा लसुनहरूलाई हालेँ है। त्यसपश्चात यो सबै जग्गा यसरी लसुनलाई फिल गरेँ बैगुनसँग। त्यसपछि कराई ग्यास अन गरेँ। रोटी पोल्ने त्यो उयसमा जिरमा मैले राखेँ यो टमाटर र यो के अरे बैगुनलाई। अनि टमाटर र बैगुनलाई यसरी राखेपछि तपाईहरूले घुमाई यसलाई चाहिँ पल्टाउँदै पकाउनु पर्ने हुन्छ। अनि यसलाई मजाले है एक साइड पाकेपछि सानो बनाएपछि यसरी घुमाई पकाउनु पर्ने हुन्छ। अनि टमाटरलाई पनि त्यस्तै गरेर यसरी घुमाई पकाउने। त्यसको बादमा यसलाई यो घुमाई पकाएपछि तपाईहरूले ठाडो बनाएर पनि यसरी पकाउन सक्नुहुन्छ। यसरी ठाडो पारेर पनि पकाइसकेपछि मजाले पाकेको हुन्छ साथीहरू। यसलाई है चट्ट गरेर पानी पनि छोड्दै गरेको हुन्छ। अनि त्यो गरिसकेपछि ग्यास अफ गरेर निकाल्ने साथी हो। यहाँनिर निकालिसकेपछि यसलाई मजाले म्यास गर्ने तातोमै। अनि मजाले यसरी म्यास गरेर जसरी यसलाई मैले बैगुनलाई गर्दैछु त्यसरी टमाटरलाई पनि गर्ने। मैले चाहिँ स्किन निकालेको छुइनँ साथीहरू किनभने यसको फ्लेभर चाहिँ स्किनमा नै यति टेस्टी हुन्छ कि त्यसै कारणले मैले स्किन निकालेन। तपाईँहरू चाह्यो भने स्किन निकाल्नुहुन्छ। प्याज काट्दैछु मैले अनि लसुन र अदुवा चाहिँ अगाडि नै काटेर रेडी गरेको थिएँ साथीहरू। अनि कराई पनि मैले चढाइसकेको थिएँ। त्यसलाई टेक रफली मैले चाहिँ त्यहाँ कुटिरहेको छु। त्यो कुटेर रेडी बनाएँ साथीहरू। अनि भने कराई चाहिँ मैले अलि हल्का हिट गरिसकेको थिएँ। त्यसको बादमा इन्डक्सनलाई मैले अन गरेर हिट भएपछि तेल लगाएँ फर्स्टमा है। अनि त्यसको पश्चात जिरा लगाएँ है। अन्त जिरा लगाएपछि कडी पत्ता पनि हाल्दा हुन्छ तपाईँहरूले। मैले चाहिँ यसमा 20 ठेसु कडी पत्ता लाउनु। अनि जिरा टट पड्काएँ। अनि जिरा पड्काएपछि मैले काटेको ओनियन है त्यहाँबाट जिन्जर गार्लिक मजाले चप गरेको थिएँ अनि रफली यसलाई उयो गरेको थिएँ। अनि त्यो लगाएँ साथीहरू। त्यसलाई मजाले गोल्डन ब्राउन भएपछि चाहिँ तपाईँहरूले फेरि त्यो जुन चाहिँ म्यास गरेको थियो बैगुनको भर्ता त्यसलाई हालिदिने। त्यहाँबाट एकछिनबाट नुन हर्दी सबै हालेर चलाएपछि एक दिनबाट रेडी हुने। त्यसपछि खाएपछि त मेरो हस्बेन्डले साह्रै स्वादिलो कसरी बनायो भनेर चाहिँ तारिफ पनि आयो साथीहरू। अनि त्यसो हुँदा चाहिँ मलाई पनि खुसी लाग्यो र मैले चलाइरहेको छु। हामीले चाहिँ यसरी खायौँ है साथीहरू। तपाईँहरू